नेपाली लोक प्रेम कथामा आजको कथा रहेको छ प्रेमको लागि सबै त्याग्ने गोठालो। कुनै एक दुर्गम पहाडी भेगमा एउटा सानो गाउँ रतनपुर थियो। गाउँ सानो भए पनि त्यहाँका मानिसहरू सरल, मेहनती र भावनाले भरिएका थिए। त्यही गाउँको छेउमा एउटा सानो गोठ थियो जहाँ बस्दथ्यो एक युवा गोठालो रामप्रसाद। उसको जीवन साधारण थियो तर मन अत्यन्तै शुद्ध र मेहनती। बिहान सबेरै ऊ गाई भैँसे लिएर चौरतिर जान्थ्यो, दिनभरि बाँसुरी बजाउँदै घामसँगै हिँड्थ्यो अनि साँझपख गाउँ फर्किन्थ्यो। उसको साथमा धन सम्पत्ति थिएन तर उसको मनमा सपना भने धेरै थिए। त्यही गाउँको बीचतिर एउटा ठूलो घर थियो धनी मान्छे धनराज प्रसादको। उनका खेतहरू धेरै थिए, घर ठूलो थियो र गाउँमा उनको ठूलो इज्जत थियो। उनकी एउटी छोरी थिइन् सुमित्रा। सुमित्रा केवल रूपले मात्र सुन्दरी थिइनन्, उनको व्यवहार पनि अत्यन्त नम्र र दयालु थियो। उनी कहिलेकाहीँ खेततिर जान्थिन्, कहिलेकाहीँ खोलाको छेउमा बस्न रुचाउँथिन्। गाउँका धेरै युवाहरू उनको पछि लाग्थे तर उनको मन कसैमा अडिएको थिएन। एक दिन बिहान रामप्रसाद गाई भैँसी लिएर चौरतिर गइरहेका थिए। उही बेला सुमित्रा पनि खोलाको बाटो हुँदै त्यतैतिर आइन्। पहिलो पटक उनीहरूको आँखा जुध्यो। त्यो क्षण सामान्य थिएन। दुवैजना केही बेर एक अर्कालाई हेरेर स्तब्ध भए। रामप्रसादले नजर झुकाए किनभने उनलाई लाग्यो म जस्तो गरिब गोठालोले यस्ती धनी परिवारकी छोरीतिर हेर्नु पनि गलत हो। तर सुमित्राले भने हल्का मुस्कान दिइन्। त्यो दिनपछि उनीहरूको भेट क्रमशः बढ्दै गयो। सुमित्रा कहिले पानी लिन जाने बहानामा, कहिले खेत हेर्न जाने नाममा चौरतिर आउन थालिन्। रामप्रसाद भने आफ्नो बाँसुरी बजाउँदै त्यही हुन्थे। एक दिन सुमित्राले सोधिन्, तिमी सधैँ एक्लै बस्छौ, दिक्क लाग्दैन? रामप्रसाद हाँसे, दिक्क त लाग्छ तर यो बाँसुरी नै मेरो साथी हो। त्यो दिनदेखि उनीहरू बीच साना साना कुराबाट सुरु भएको सम्बन्ध बिस्तारै गहिरिँदै गयो। रामप्रसादले कहिल्यै सोचेका थिएनन् कि उनको जीवनमा यस्तो कोही आउनेछ जसले उनको मनलाई यति गहिरो गरी छुनेछ। उता सुमित्रा पनि उनको सरलता र साँचो मनप्रति आकर्षित हुँदै गइन्। चौर, खोलाको किनार र रुखको छाया यी सबै उनीहरूको प्रेमका साक्षी बन्न थाले। तर त्यो प्रेम सजिलो थिएन किनभने उनीहरूको संसार फरक थियो। एकातिर गरिब गोठालो, अर्कोतिर धनी घरकी छोरी। एक साँझ सूर्य अस्ताउँदै गर्दा रामप्रसाद गम्भीर हुँदै भने, सुमित्रा, हाम्रो यो सम्बन्ध समाजले स्वीकार गर्दैन होला। सुमित्राले उनको आँखामा हेर्दै भनिन्, मलाई समाजभन्दा तिम्रो साथ चाहिन्छ। त्यो उत्तरले रामप्रसादको मन काँप्यो। उनले पहिलो पटक महसुस गरे यो साँचो प्रेम हो। तर खुसी धेरै दिन टिकेन। एक दिन गाउँका केही मान्छेले उनीहरूलाई सँगै देखे। कुरा फैलिँदै धनराज प्रसादसम्म पुग्यो। उनले रिसले सुमित्रालाई बोलाए, तिमी एउटा गोठालोसँग घुम्दैछौ, हाम्रो इज्जत के हुन्छ? सुमित्रा चुपचाप उभिन्, आँखामा आँसु थिए। आजदेखि तिमी घरबाट बाहिर निस्कने छैनौ, उनले कडा स्वरमा भने। त्यो दिनदेखि सुमित्राको बाहिर जान बन्द गरियो। उता रामप्रसाद चौरमा एक्लै बस्न थाले। बाँसुरीको धुन अब दुखी भएको थियो। दिन बित्दै गयो तर उनीहरूको भेट हुन सकेन। दुवैको मनमा एउटै पीडा थियो, टाढा भए पनि नछुट्ने माया। एक रात चन्द्रमाको उज्यालोमा सुमित्रा चुपचाप घरबाट निस्किन् र चौरतिर गइन्। रामप्रसादले उनलाई देखेपछि अचम्म माने। तिमी यहाँ? सुमित्राले आँसु पुस्दै भनिन्, म तिमी बिना बाँच्न सक्दिन। त्यो सुन्दा रामप्रसादको मन भक्कानियो। त्यो रात उनीहरू धेरै बेरसम्म बसेर भविष्यबारे कुरा गरे। कठिनाइहरू धेरै थिए तर माया अझै बलियो थियो। उनीहरूले एउटा निर्णय गर्नै पर्ने अवस्था आएको थियो, या त समाजको डरले छुट्टिनु या प्रेमका लागि सबै त्याग्नु। र त्यही निर्णयले उनीहरूको जीवनलाई यस्तो मोडतिर लैजाँदै थियो जहाँबाट फर्किन सम्भव हुने थिएन।
त्यो रातको भेटपछि रामप्रसाद र सुमित्राको मनमा एउटा कुरा स्पष्ट भइसकेको थियो। अब उनीहरू अलग भएर बाँच्न सक्दैनन्। तर अगाडि के गर्ने भन्ने निर्णय अझै कठिन थियो। चन्द्रमाको उज्यालोमा चौरको बीचमा बसेका उनीहरू दुवैको मनमा डर, आशा र प्रेम मिसिएको थियो। सुमित्राले बिस्तारै भनिन्, यदि यहाँ बस्यौँ भने हामीलाई कहिल्यै एक हुन दिइँदैन। रामप्रसाद केही बेर मौन रहे। उनले टाढा डाँडातिर हेरे जहाँ अँध्यारो फैलिँदै थियो। त्यसो भए हामी गाउँ छोड्नुपर्छ, उनले गम्भीर स्वरमा भने। भोलिपल्ट बिहानदेखि नै गाउँमा सुमित्रामाथि निगरानी अझ कडा बनाइएको थियो। धनराज प्रसादलाई अब आफ्नी छोरीमाथि विश्वास रहेन। घरभित्रै बस्न बाध्य पारिएकी सुमित्रा दिनदिनै कमजोर हुँदै गइन्। उता रामप्रसाद भने चौरमा गाई भैँसी चराउँदै पनि हराएका जस्ता देखिन्थे। बाँसुरीको धुन झन पीडादायी भइसकेको थियो। तर उनी भित्रभित्रै योजना बनाउँदै थिए। केही दिनपछि एक साँझ जब गाउँमा मेलाको तयारी हुँदै थियो र धेरैजसो मानिसहरू व्यस्त थिए, सुमित्राले अवसर देखिन्। उनले झ्यालबाट बाहिर हेर्दै साहस जुटाइन् र चुपचाप घरबाट निस्किइन्। उता रामप्रसाद पहिले नै तय गरेको ठाउँमा पर्खिरहेका थिए। जब सुमित्रा त्यहाँ आइन्, उनीहरूको आँखामा डरभन्दा दृढता बढी देखिन्थ्यो। अब फर्किने बाटो छैन, सुमित्राले भनिन्। रामप्रसादले टाउको हल्लाए। हामी जहाँ जान्छौँ सँगै जान्छौँ। त्यसपछि उनीहरू रातको अँध्यारोमा गाउँ छोडेर अघि बढे। बाटो सजिलो थिएन। काँडाघारी, उकालो, ओह्रालो र जङ्गलको डर। तर उनीहरूका पाइला रोकिन सकेनन्। रातभर हिँडेर उनीहरू अर्को गाउँ नजिकको जङ्गलको किनारमा पुगे। त्यहाँ केही समय लुक्ने निर्णय गरे। भोलिपल्ट बिहान उनीहरू थाकेका थिए, तर सँगै भएकाले मनमा सान्त्वना थियो। रामप्रसादले जङ्गलबाट दाउरा ल्याए, सानो आगो बालेर खाना पकाउने प्रयास गरे। सुमित्रा, जसले कहिल्यै यस्तो जीवन देखेकी थिइनन्, अब परिस्थिति स्वीकार्दै गइरहेकी थिइन्। मलाई केही गाह्रो लाग्दैन, बस तिमी सँगै हुनुपर्छ, उनले मुस्कुराउँदै भनिन्। रामप्रसादको आँखामा आँसु भरियो। मैले तिमीलाई यस्तो दुःख दिन चाहेको थिएन, उनले भने। सुमित्राले उनको हात समाउँदै भनिन्, यो दुःख होइन, यो हाम्रो प्रेमको बाटो हो। उता रतनपुर गाउँमा भने हलचल मच्चिएको थियो। बिहान उठ्दा सुमित्रा घरमा नभएपछि धनराज प्रसाद क्रोधित भए। त्यो गोठालोले मेरो छोरी भगायो भन्दै उनले गाउँलेहरूलाई जम्मा गरे। केही मान्छेहरू लाठी बोकेर उनीहरूको खोजीमा निस्किए। गाउँभरि कुरा फैलियो। धनीकी छोरी गरिब गोठालोसँग भागी। उता जङ्गलतिर लुकेर बसेका रामप्रसाद र सुमित्रालाई त्यो खोजीबारे थाहा थिएन। उनीहरू आफ्नो सानो संसार बनाउने प्रयासमा थिए। केही दिनसम्म उनीहरू त्यहीँ बसाइ गरे। रामप्रसादले नजिकैको गाउँमा गएर सानो काम खोज्ने सोच बनाए। एक दिन उनी कामको खोजीमा गए, सुमित्रालाई एक्लै छोडेर। म चाँडै फर्किन्छु, उनले भने। सुमित्राले टाउको हल्लाइन्, तर मनमा हल्का डर थियो। त्यो दिन रामप्रसाद ढिलो फर्किए। साँझ अँध्यारो भइसकेको थियो। सुमित्रा एक्लै बसिरहेकी थिइन्। जङ्गलको आवाजले उनलाई डर लागिरहेको थियो। जब रामप्रसाद फर्किए, उनी थाकेका देखिन्थे। काम भेटियो, उनले हल्का मुस्कान सहित भने। नजिकैको गाउँमा एउटा किसानले मलाई काम दिन तयार छ। त्यो सुन्दा सुमित्राको अनुहार उज्यालो भयो। अब हामीलाई बस्ने ठाउँ पनि मिल्छ, उनले भनिन्। केही दिनपछि उनीहरू त्यो गाउँमा सरे। सानो झुपडी, थोरै खाना र धेरै सङ्घर्ष, यही उनीहरूको नयाँ जीवन थियो। सुमित्राले पहिलो पटक यस्तो कठिन जीवन भोग्दै थिइन्, तर उनले कहिल्यै गुनासो गरिनन्। उनी बिहानदेखि बेलुकासम्म काममा सहयोग गर्थिन्। उता धनराज प्रसाद अझै छोरीको खोजीमा थिए। उनको रिस अब चिन्तामा बदलिँदै थियो। कतै मेरी छोरीलाई केही भयो भने भन्ने डरले उनलाई राति निन्द्रा लाग्दैन थियो। समय बित्दै गयो, तर कथा अझै टुङ्गिएको थिएन। प्रेमले उनीहरूलाई सँगै त ल्याएको थियो,
तर अब जीवनले उनीहरूको परीक्षा लिन सुरु गरेको थियो। नयाँ गाउँमा सुरु भएको जीवन रामप्रसाद र सुमित्राका लागि सजिलो थिएन, तर उनीहरूको मनमा एउटै कुरा बलियो थियो, एक अर्काको साथ। सानो झोपडी, माटोको भुइँ, चुलोमा पकाइने सामान्य खाना अनि दिनभरको मेहनत, यही उनीहरूको संसार बनेको थियो। रामप्रसाद बिहानै सबेरै उठेर खेतमा काम गर्न जान्थे। सुमित्रा पनि घरको काम सकेर कहिलेकाहीँ उनलाई सघाउन जान्थिन्। पहिले कहिल्यै दुःख नदेखेकी सुमित्राले अब जीवनको वास्तविकता अनुभव गरिरहेकी थिइन्, तर उनको अनुहारमा कहिल्यै पछुतो देखिँदैन थियो। एक दिन बेलुका जब दुवैजना खेतबाट फर्किरहेका थिए, सुमित्राले थाकेको स्वरमा भनिन्, जीवन यस्तो पनि हुन्छ भन्ने सोचेकी थिइनँ, तर तिम्रो साथ हुँदा सबै सहन सकिन्छ। रामप्रसाद केही बेर चुप रहे। उनको मनमा मिश्रित भावना उठिरहेको थियो। म एक दिन तिमीलाई राम्रो जीवन दिन्छु, उनले दृढ स्वरमा भने। सुमित्राले मुस्कुराउँदै भनिन्, मलाई तिम्रो साथ नै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसपछि उनीहरू झन बलियो बने। दिनहरू बित्दै गए, सङ्घर्ष बढ्दै गयो, तर उनीहरूको माया कमजोर भएन। गाउँका केही मानिसहरूले उनीहरूको मेहनत देखेर सहयोग गर्न थाले। कसैले अन्न दिए, कसैले सल्लाह। बिस्तारै उनीहरूको जीवन अलिक सहज हुँदै गयो। उता रतनपुरमा धनराज प्रसादको मन परिवर्तन हुन थालिसकेको थियो। सुरुमा क्रोधले भरिएको उनको मन अब चिन्ताले भरिएको थियो। दिन-रात छोरीको यादले उनलाई सताउन थाल्यो। मैले गल्ती गरेँ कि भन्ने प्रश्न उनको मनमा बारम्बार उठ्थ्यो। गाउँलेहरूले पनि सम्झाउन थाले, छोरीको खुसी नै सबैभन्दा ठूलो कुरा हो। समयसँगै उनको कठोरता बिस्तारै पग्लिँदै गयो। एक दिन उनले अन्ततः निर्णय लिए, छोरीलाई खोज्ने, तर यसपटक रिसले होइन, माया लिएर। उनी केही मानिसहरूलाई साथ लिएर खोजीमा निस्किए। धेरै दिनपछि सोधखोज गर्दै उनीहरू त्यो गाउँसम्म पुगे जहाँ रामप्रसाद र सुमित्रा बसिरहेका थिए। त्यो दिन साँझपख थियो। सुमित्रा घर अगाडि पानी भरिरहेकी थिइन्। टाढाबाट बुबालाई देख्ने बित्तिकै उनी स्तब्ध भइन्। रामप्रसाद पनि बाहिर आए। वातावरण केही क्षण मौन रह्यो। धनराज प्रसाद अघि बढे। उनको अनुहारमा पहिलेको जस्तो क्रोध थिएन। सुमित्रा, उनले नरम स्वरमा भने। सुमित्राको आँखाबाट आँसु बग्न थाल्यो। बुबा, उनले बिस्तारै भनिन्। केही क्षणपछि धनराजले भने, म तिमीलाई लिन आएको होइन, म तिमीलाई बुझ्न आएको हुँ। रामप्रसाद चुपचाप उभिरहेका थिए। धनराजले उनकोतिर हेरे। तिमीले मेरी छोरीलाई दुःख दिएको छैनौ है? उनले सोधे। रामप्रसादले भने, मसँग धेरै छैन, तर म उहाँलाई सधैँ सम्मान र माया दिन्छु। त्यो उत्तरले धनराजको मन छोयो। उनले वरिपरि हेरे। सानो झुपडी, साधारण जीवन, तर साँचो खुसी। अन्ततः उनले टाउको हल्लाए। यदि तिमीहरू यत्तिकै खुसी छौ भने मसँग कुनै आपत्ति छैन। त्यो क्षण सुमित्राका लागि सबैभन्दा ठूलो खुसी थियो। उनी दौडेर बुबालाई अँगालो हालिन्। धनराजको आँखामा पनि आँसु थियो। उनले महसुस गरे, धन सम्पत्ति भन्दा ठूलो कुरा छोरीको खुसी रहेछ। त्यस दिनपछि धेरै कुरा परिवर्तन भयो। धनराज प्रसादले उनीहरूलाई गाउँ फर्कन भने, तर रामप्रसादले विनम्रतापूर्वक अस्वीकार गरे। हामी यही हाम्रो मेहनतले जीवन बनाउँछौँ, उनले भने। धनराजले त्यो निर्णयको सम्मान गरे। उनले सहयोग स्वरूप केही जमिन र आवश्यक सामग्री दिए, तर कुनै दबाब दिएनन्। बिस्तारै रामप्रसाद र सुमित्राको जीवन सुधारिँदै गयो। उनीहरूको प्रेम अझ बलियो हुँदै गयो, किनभने त्यो प्रेम केवल सुखमा होइन, दुःखमा पनि परीक्षित भइसकेको थियो। एक साँझ जब सूर्य अस्ताउँदै थियो, दुवैजना आँगनमा बसेर टाढा हेर्दै थिए। हामीले धेरै कुरा गुमायौँ, तर अन्त्यमा सबै पायौँ, सुमित्राले भनिन्। रामप्रसाद मुस्कुराए। हो, किनभने हामीले प्रेमलाई कहिल्यै छोडेनौँ। उनीहरूको कथा गाउँ गाउँमा फैलियो। प्रेमको लागि सबै त्याग्ने गोठालोको कथा, जसले देखायो कि साँचो माया भनेको केवल शब्द होइन, त्यो त्याग, विश्वास र धैर्यको यात्रा हो। अनि त्यस दिनदेखि मानिसहरूले एउटा कुरा बुझ्न थाले, साँचो प्रेमलाई रोक्न सकिँदैन, किनभने त्यो मनबाट जन्मिन्छ र जीवनभरि बाँचिरहन्छ। यो कथा तपाईलाई कस्तो लाग्यो? नेपाली लोककथाको यो सुन्दर यात्रा सँगै अघि बढाउँ। यस्तै गाउँको सुवास बोकेका कथाहरू सुन्न हाम्रो साथमा जोडिनुहोस्। तपाईको साथ नै हाम्रो प्रेरणा हो।